ओए बिस्तारै ओए यस्तै खाला एकदम बर्थडे छ ह्यापी बर्थडे मम्मी थ्यांक यू छोरा दादा कमेन्ट गर्दिनु होला पढ भाइ पढ केटीले नम्बर दिली सरले नम्बर दिदैनन् फेरि हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग हजुरहरूलाई स्वागत छ मेरो सन्तु ब्लगमा अनि म पनि सन्चै आरामै छु तपाईँ पनि सन्चै आरामै हुनुहुन्छ भन्ने आशा गर्दछु मसँग चाहिँ आज मेरो भाइ छ यो चाहिँ दिवस एके मतलब यसको निकनेम डिएस उपाध्याय अनि उहाँ चाहिँ हुनुहुन्छ आजको विशेष अतिथि बर्थडे गर्ल्स भन्छौँ हामी उहाँलाई एकदम बर्थडे छ ह्यापी बर्थडे मम्मी थ्यांक यू छोरा दादा कमेन्ट गर्दिनु होला अनि उहाँलाई ह्यापी बर्थडे विश पनि गरिदिनु होला यो भिडियो मार्फत यो भिडियो आज नै पोस्ट गर्छु मैले सानोसम्म अनि त्यसपछि अहिले त बत्ती छैन भिडियोको बर्थडे सेलिब्रेसन पनि आउन सक्छ यो भ्लगमा हाम्रो बर्थडे त हुँदैन हुन्छ बर्थडे गराउने हो आज काठमाडौँले गराइदिएपछि हो आज काठमाडौँबाट सबभन्दा जेठो छोरा आउँदैछ उहाँको ल यो कान्छो छोरा माइलो छोरा तीनटा छोरा छँदैछ तीनटा छोराले बर्थडे मनाइदिन्छन् अब त फर्स्ट हैन पार्टी चाहिँ हाम्रो त्यस्तोमा कहाँ हुन्छ हामी एउटा हाम्रो गोप्य कुरा छ त्यो चाहिँ हामी बर्थडे गर्ललाई मात्रै भन्ने त्यस्तो भन्ने होइन नि फेरि त्यस्तो नगर्नु लिक नगर्नु अब हामी बाहिरतर्फ जाउँ मम्मीसँग कुराकानी गरिसकेपछि बाहिरतिर हेरौँ के कस्तो भइरहेछ को आएका छन् आज विशेष मान्छेहरू आउनुभएको छ आज चाहिँ आउँदै पनि हुनुहुन्छ अनि हेरौँ हेलो तपाईँ कति टिकटक चलाउनुहुन्छ कि मम्मी म तपाईँ एकछिन बन्द गर्नु नि त्यो सोध्छु कि तपाईँलाई कुनै क्वेसन तपाईँ दिनमा लगभग कति घन्टा मोबाइल हेर्नुहुन्छ मात्रै तपाईँलाई सबभन्दा बढी मोबाइलभित्र चलाउनमा सबभन्दा मनपर्ने चिज चाहिँ के टिकटकले त आगो हान्दै त्यस्तो बन्द गर्नु नि त्यो सबभन्दा मनपर्ने चिज भनेको मेरो टिकटक त्यसपछि स्टोरी स्टोरी अनि गएर म अरू चिज त्यस्तो खासै मलाई ठिक लाग्दैन दुईटा चिज मलाई ठिक लाग्छ फेसबुक पनि अलिअलि ठिक लाग्छ सबभन्दा धेरै भनेको टिकटक अनि स्टोरी फेसबुक अनि फेसबुक ए ठिक छ ल तपाईँ यस्तरी सधैँ हेरिराख्नु होला सधैँ खुसी भइराख्नु होला धेरै नहेर्नु होला मोबाइल हेर्दाखेरि चाहिँ चस्मा लाएर हेर्नु होला अनि मेरो भाइ चाहिँ के गर्छ तपाईँ चाहिँ के मनपर्छ युट्युब अनि फेरि मन पर्दैन फेरि खेल्दैनस् खै हेरौँ त तेरो फेरिको स्किल कस्तो छ क्यामेरामा हेरौँ न आज यता घर आएर मात्रै खेल्छु नत्र खेल्दैनस् ए आजभोलि छुट्टी भएर मात्रै खेल्छस् स्कुल छुट्टी भएर होइन 5 देखि 6 मा गइसैन अब त ठिक छ हेरौँ अब यहाँ अरू पनि तन्ने मान्छे छन् म चाहिँ मेरो कोठातर्फ लागेँ मेरो त कोठामा चाहिँ कोही केही छैन अब फेरि आइहाल्यो अब एकान्तमा फेरि खेल्ने मान्छेहरूलाई जहिले पनि एकान्त कोठा चाहिन्छ त्यसरी चाहिँ एकान्तमा आइसक्यो कस्तो खेल्दो रहेछ हेर्नुहोस् है यसको स्किलहरू ओहो प्रो हो कति लेभल छ त्यो आइडी भन्दा यो दाइ नुम आइडी 9 लेभल 9 लेभलको प्रो आइडी त अर्को मोबाइलमा कतिको प्रो आइडी चाहिँ कतिको प्रो लेभल चाहिँ कतिको छ 36 म त बिग फ्यान यार बिग फ्यान म त बिग फ्यान इमोट पनि छ खै ल मा हाइवाला पो यार खतरा प्रो भइसक्यो रहेछ कहिले हो यस्तो प्रो भएको म त सक्दैन यार यस्तो खै तपाईको ओइ सुभाष यहीँ छ के छ तेरो खबर अनि ठिक छ नि अनि कहाँ गएर यस्तो आज पुरा सपिङ गरेर गइसक्यो सुन्दै थिएँ म ल तेरो गेम त्यहाँ खेलेर बुया हानेपछि मलाई भन् म जति सक्दैन नि फेरि म त खत्रै हो अल्ट्रा प्रो म्याक्स हो भयो नि काका म चाहिँ बाइकतिर गएँ बाइक लास्टै घाम लाखा यहाँ सुर्खेतमा चाहिँ अनि यो घामले गर्दा पुरै मेरो बाइकको लगभग 1 लिटर तेल हालेको थिएँ गर्मीले गर्दा उडिसक्यो त्यो बाइक पनि भित्र राख्नुपर्ने हुन्छ अनि उता सिजलमा राख्नु पर्यो म चाहिँ यहाँ त छिमेकीको घरमा आइसकेँ काली के छ गर्मी भयो तँलाई गर्मी भयो जस्तो छ हैन
वाह वाह ल यता पसलवाला माइजसँग नि आइसक्यो माइज के छ आज तपाईँको विशेष आज मम्मीको बर्थडे छ कस्तो खुसी एकदम एकदम के छ ट्याब्स हेलो ट्याब्स यसको ट्याब्सको स्टाइलै छुट्टै छ फेरि पुरा के गर्दैछ ट्याबे ट्यापेको फेरि 12को इक्जाम धोबी पर्छ फेरि यसले पढ भाइ पढ केटीले नम्बर दिने सरले नम्बर दिँदैनन् फेरि कहाँ फेरि निकाल अर्को निकाल भोलि यासिसकेर लास्टै दाँत दुखे सन्चो भयो नि दाँत अनि लास्टै दाँत दुख्यो भनेर हिजो आएर अस्ति एकदम घरभित्र थिइन् आज बल्ल यतिको चाउचाउ फेरि उहाँ चाउचाउ बाहेक त अर्को हेर्दै नहेर्ने पसल यत्रो छ चाउचाउ मात्रै हो माइजू खाने शरीर ए त्यस्तो हो त्यस्तो त खानु हुँदैन फेरि दाँत दुख्छ गाह्रो छ गाह्रो यहाँ पसलमा हाम्रो पसल त्यहाँ चाहिँ फेरि ठुलो मेसिन आइसक्यो क्या घर बनाउनको लागि एकदम बवाल किसिमका घर बनाउनु लाग्छ नि त चाहिँ हाम्रो शरीरले चाउचाउ अब उमालेर पिरो चाउचाउ खान लाग्छ कि मैले पनि अब लिएँ भाइले 5वटा लिइसकेको छ त्यो पनि अब एकछिनमा लिएर जान्छु म खानलाई अनि यो चाहिँ बाइक मेरो तात्तिसक्यो कि आधी लिटर 1 लिटर तेल हालेको थिएँ 1 लिटर तेल पनि सकिसक्यो जस्तो छ अब यस्तै छ हजुर के गर्नु गाह्रो छ गाह्रो चाउचाउ म पनि खान्छु है घरमा चाहिँ बहिनीहरू आज टन्नै आएर गेम खेल्दैछन् के गेम खेल्दैछौ यसको नाम यो गेमको नाम के अरे गोट्टा सबभन्दा बढी यहाँ को ट्यालेन्ट छ यो खेल्नमा हो अहिलेसम्म कतिवटा गेम बनायो तिमीहरूले दुईजना एउटैमा छौ त्यस्तो नि सबभन्दा बढी यसमा अहिलेसम्म कोले जितिरहेको छ कि बढी गेम कोले बनायो दुईटैले होइन ल ठिक हाम्रो चाहिँ अरूको प्लान भनेको चाउचाउवाला थियो चाउचाउ चाहिँ मेरो भाइले साइड लगाइसकेको छ भाइ कहाँ छन् चाउचाउ खोइ देखान चाउचाउ कहाँ छन् चाउचाउ देखान खोइ एकचोटि चाउचाउ लुका छस् ल ल मेरो भाइ कम मेरो भाइलाई कसैले रस गर्न पाउँदैन अब हामी खान्छौँ होइन आइज यता चाहिँ घर बन्दैछ म चाहिँ हाम्रो भाइ दौडे केटा फास्ट कसैले नदेखोस् कम कहाँ छिर्यो फेरि कहाँ फेरि निकाल अर्को निकाल अर्को निकाल ए तेरो खानी हो के चाउचाउको फक 5वटा निकाल्यो यार केटाले यो चाउचाउ छेरुवा हो चाउचाउ चाहिँ यहाँ ल्याइसकेको छ टक्क 4वटा अब हामीले विशेष गरेर बनाउनु पर्ने हुन्छ होइन अनि अब बनाएर त्यसपछि खाँदाखेरि देखाउँला होइन हामी कम्पिटिसनमा होइन अब चाहिँ भाडा निकाल ल पक म यहाँ बसाउँछु म चाहिँ एकदम मेरो नयाँ तरिकाले बनाउँछु ल हामी दुई भाइले चाहिँ आज चाउचाउ बनाउँछौँ चाउचाउ बनाएर एकछौँ हामी दुईजनाले कम्पिटिसन हुन्छ 5वटा चाउचाउ छ 5वटामा जसले कसरी खान्छ भन्ने चाहिँ हेर्दै राख्नु होला अहिले चाहिँ आज विशेष गरेर मैले बनाउँछु दादा भनेर मलाई आज भाइको हातबाट चाहिँ टेस्ट गराउनु लागेको छ ठिक छ त्यसको लागि चाहिँ हेर्दै जाउँ पक मैले पनि सहयोग गर्छु यत्रो पानी धेरै हुन्छ पानी धेरै हुन्छ फुलै फुलका बगैँचामा मेरी माया आज मरि काट्नु मेरो जिन्स पुरा चाटेको ल त दाडी लता कपाल गाडीसम्म पानी जोडी जस्तो अहिलेसम्म छैन मैले गाछ चुचोएको सबले भन्छन् मुसेको छोरा के भन्छ आज भरि ठुको चाहिँ गाज अनि रक्सितो के भन्छ काम छैन काम चोरे भन्छ तर तँलाई के बाल मैले के गरिरहेको छु मैले पढ्छु बढी गीत लेखिरहेको छु भविष्यमा मेरो पनि जित लेखिरहेको छु तँलाई मन पर्ने कलाकार मैले बेटी उज्यालो भविष्य तेरो आँखा अघि अन्धकारको चलचित्र मेरो जिन्स पुरा दाडी लता कपाल गाडी छ जोडी जस्तै कपाल मेरो पनि सिकेको सबले भन्छ एस मुसेको छोरा भिग्रे भन्छ बढी काटेको
के भन्छ गाजा अनि रक्सितो यो भन्छ काम छैन काम चोर तर तँलाई बाल मैले के गरिरहेको छु मैले पनि सुपर हिट गीत लेखिरहेको छु भविष्यमा मेरो पनि जीत देखिरहेको छु मनपर्ने कलाकार मैले भेटिरहेको छु तँलाई उज्यालो भविष्य मेरो आँखा अघि अन्धकार चट्टी ठुलो काठ 8 कक्षा पढाएको छु न त 10 कक्षा आमा बाबुको भविष्य के होला कुनै मुसेको छोरा हातमा ट्याटु खोप्यो भन्छ निधारमा पनि ट्याटु खोप्छु तर तेरो छोराभन्दा बढीमा पैसा कमाउँछु तेरो घरको घर बनाउँछु मेरो बाबु मलाई बिहान गाड चढाउँछु आफ्नो सुनाउँछु राम्रो ठुलो लुगा लगाउँछु यस यो ल थ्यांक यू मेरो भाइ यता आइज ह्यान्डसेक हुस हुस ल रोनाल्डो सिकाइदेन ल दामी 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 हाम्रो चाउचाउको चाहिँ यति बनाइसकेका छौँ अब यहाँमा हामीले यो मसला हालेर त्यसपछि फेरि कम्पिटिसन हुन्छ मान्छेहरूलाई हामी बोलाउँदै राखौँ ठुली मम्मीलाई एकदम विशेष गरेर बर्थडे गर्ल्सलाई बर्थडे मम्मीलाई मम्मी हाम्रो पिरो चाउचाउ कम्पिटिसनमा एकजना फेरि मेम्बर बढिसकेका छन् उहाँले चाहिँ एकदम मिठो बनाउँछन् होइन अनि त्यसपछि ल बबाल बोला जस्तो छ यो पाराले त ल कति एक्साइटेड छस् एक्साइटेड लाग्छ ल तेरो च्यालेन्ज एक्सेप्ट एकदम एक्सेप्ट 100% किन तेरो च्यालेन्ज मैले एक्सेप्ट त्यस्तै त नखाइ आफ्नो प्राइज होइन खुट्टाले खाने हो कि ए पछाडिबाट खाने हो कि हातबाट खाने हो भइसकेको छ यति नै भाग लागेको छ यो भाग चाहिँ मेरो हो अनि यहाँ चाहिँ 4वटा भाग छ कसले खाइसक्छ ल ल स्टार्ट अब स्टार्ट सक्नु भएको यस्तो चिटिङ पाइँदैन नि फेरि ल स्टार्ट भयो ल 1 2 3 बिस्तारै यस्तै खा बिस्तारै गेम फेरि क्यान्सिल हान्छु म यस्तो गरेर नि ओइ मा यत्रा गाल क्यामेरा एङ्गल चाहिँ नमिल्न सकेको हुन्छ माइन्ड गर्नुलाई पिरो भइसक्यो सकिस सक्यो ल बर्बाद भयो केटा हो बर्बाद आज डिएसएलआरले पिट्ने भयो त्यसले पनि सकिसक्यो यता पनि सक्यो तर मैले सकेको छैन गाइस पिरो भएर तँलाई चाहिँ म आधी भाग दिन्छु मलाई नपिट है नै थोरै दिन्छु के नपिट मलाई है फाइनल्ली हाम्रो यो च्यालेन्ज सकिसकेको छ विनर चाहिँ हाम्रो डिएस नै भयो यो गेमको स्पोन्सर पनि डिएस नै थियो रनर अफ यो भयो अनि लास्ट भयो अनि यिनीहरूले मैले भर्खरै एक किक हानेको यसले पनिसमेन्ट पनि दिइसक्यो हामीलाई तर लास्टै पिरो अब चाहिँ यस्तालाई भन्छन् हामी जस्तालाई भन्नुपर्छ कि लेजेन्ड यस्ता बच्चा ल भाइले जित्यो भनेर मलाई हेपिसक्यो केही छैन पिरो भयो लास्टै अहिले आज सब काम सकेर आज दिनभरिको काम सकेर यति नै भ्लग रहेको छ अब भोलि फेरि अर्को भिडियो आउँछ यस्तै माया गर्दै राख्नु होला तपाईँहरूको माया सपोर्ट चाहिरहेको छ मलाई ल आजलाई यति नै बाई हस्